सुन्दरता यो शब्द सुन्ने बित्तिकै हाम्रो दिमागमा के आउँछ? सायद ऐनामा देखिने आफ्नो अनुहार, होइन त? तर के सुन्दरता त्यतिमै सीमित छ? आज हामी एउटा यस्तै गहिरो नेपाली कविताको कुरा गर्दैछौं जसले हामीलाई सोच्न बाध्य बनाउँछ र भन्छ, असली ऐना त मनभित्र हुन्छ। कविताको सुरुवात नै एकदमै पावरफुल छ। हेर्नुस् त, काँचको ऐनामा के हेर्छौं मान्छे, त्यो त केवल छाया हो। सोच्नुस् त, हामी दिनौं हेर्ने ऐनालाई नै यहाँ चुनौती दिएको छ। कविताले भन्छ, जुन कुरालाई हामी सत्य मानिरहेका छौं त्यो त केवल एउटा छाया मात्रै पो हो कि? त्यसो भए प्रश्न उठ्छ, यदि हामीले ऐनामा देख्ने कुरा छाया मात्र हो भने असली सुन्दरता खोज्न कहाँ जाने त? कहाँ छ त्यो? हो, यही प्रश्नको जवाफ खोज्दै यो कविताले हामीलाई एउटा यात्रामा लैजान्छ, भौतिक संसारभन्दा निकै पर, भित्रतिर। ल, अब सुरु गरौं पहिलो भागबाट, काँचको ऐनाले देखाउने भ्रम। कविताले सबभन्दा पहिले यही भौतिक संसार कति क्षणिक छ भन्ने कुरा देखाउँछ। कविताले जीवनलाई केसँग तुलना गर्छ थाहा छ? एउटा कागजको डुङ्गासँग। कल्पना गर्नुस् त, समयको विशाल सागरमा तैरिरहेको एउटा सानो कमजोर कागजको डुङ्गा। यो बिम्बले नै जीवन कति क्षणभङ्गुर छ भनेर प्रश्न पार्छ। अब यो कागजको डुङ्गाको अर्थ के हो त? यो हाम्रो जीवनकै प्रतीक हो। जसरी कागजको डुङ्गा पानीमा धेरै बेर टिक्दैन, एकैछिनमा गलिसक्छ, हो ठ्याक्कै त्यसरी नै हाम्रो यो भौतिक जीवन पनि अस्थायी र अनिश्चित छ। कहिले के हुन्छ कसलाई के थाहा? अनि कविताले एउटा अझै कठोर सत्य बताउँछ। हामीले यो शरीरलाई जतिसुकै स्याहार सुसार गरौं, जतिसुकै सिंगार पटार गरौं, आखिरमा यसको अन्त्य के हो? खरानी। यो सुन्दरता एक दिन खरानीमा बिलाएर जानेछ। यहाँ हेर्नुस् त, कस्तो गजबको तुलना छ। एकातिर छ हामीले ऐनामा देखेर मक्ख पर्ने सिंगारेको शरीर, हामीले जम्मा गरेको धन सम्पत्ति, अनि अर्कोतिर छ कटु सत्य, त्यो शरीर खरानी बन्छ र त्यो धन यहीँ छुट्छ। मतलब यी सबै भौतिक कुराहरूको पछि लाग्नुको के अर्थ रह्यो र? केही पनि छैन। ल, काँचको ऐनाको भ्रमको कुरा त भयो। त्यसो भए साँचो कुरा के त? असली ऐना कहाँ छ त? अब कविताले हामीलाई दोस्रो भागमा लैजान्छ, जहाँ आत्माको ऐनाको कुरा हुन्छ। हो, त्यही ऐना जहाँ वास्तविक र कहिले ननासिने कुराहरू देखिन्छ। बाहिरी सुन्दरता र भित्री गुणबीचको फरक बुझाउन कविताले एउटा एकदमै मिठो उदाहरण दिन्छ। भन्छ, सुगाको रङ्गमा नजाऊ मित्र, कोइलीको बोली सुन। कति गहिरो कुरा छ है यो सानो वाक्यमा। अब यसलाई अलि केलाएर हेरौँ है। सुगा हेर्दा कति आकर्षक, रङ्गीन, तर त्यसले के गर्छ? अरूले सिकाएको कुरा मात्रै बोल्छ, उसको आफ्नो केही छैन। अर्कोतिर छ कोइली, हेर्दा सामान्य, कालो, तर उसको बोली आहा कति मिठो, मौलिक। हो, कविताले भन्न खोजेको यही हो। सुगाको रङ जस्तो बाहिरी देखावटीपन होइन, कोइलीको बोली जस्तो भित्री गुण महत्त्वपूर्ण हो। यसको मतलब के हो भने असली महत्त्व बाहिरी रूप रङ्गको होइन। मान्छेको साँचो मूल्य त उसको गुणमा, उसको चरित्रमा, उसको व्यवहारमा हुन्छ। बाहिरी सुन्दरता त भनौँ न समयको हावाले उडाएर लैजाने धुलो जस्तै त हो नि। अनि यही कुरालाई अझ बल दिन कविताले कपडाको उदाहरण दिन्छ। महँगो, भड्किलो लुगाभन्दा बरु मोटो, सादा कपडा नै राम्रो। किन? किनकि बाहिरी तामझामले मनमा अशान्ति मात्रै ल्याउँछ। सादगीमा जुन शान्ति छ त्यो विलासितामा कहाँ पाउनु? ओके, हामीले भ्रम के हो र सत्य के हो भन्ने त बुझ्यौं, तर अब सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो भित्री ऐना, त्यो मनको ऐनालाई चाहिँ कसरी चम्काउने त? कसरी सफा राख्ने? अब कविताले हामीलाई यसको बाटो देखाउँछ। कविताले हामीलाई 3वटा एकदमै स्पष्ट उपायहरू दिन्छ। पहिलो, मनमा धर्म र दयाको दियो बाल्ने। दोस्रो, सत्कर्म अर्थात् राम्रो कामको डुङ्गामा चढ्ने। र तेस्रो, यही डुङ्गा चढेर यो संसार रूपी सागरलाई पार गर्ने। कति सुन्दर मार्गदर्शन, होइन त? र अन्त्यमा यो पुरै कविताको सार एउटै लाइनमा छ, मनको ऐनामा दाग नलागोस्, यही हो सच्चा श्रृङ्गार। यसको मतलब हामीले गर्ने असली श्रृङ्गार भनेको बाहिरी होइन, भित्री हो। मनलाई सफा राख्नु नै सबैभन्दा ठूलो सुन्दरता हो। यो कविताले हामी सबैलाई एउटा गहिरो प्रश्न सोधेर छोडिदिन्छ। यदि हाम्रो मन, हाम्रो आत्मा नै ऐना हो भने त्यसमा अहिले के को प्रतिबिम्ब देखिँदैछ? एकछिन सोचौं त, त्यो ऐनामा के देखिन्छ? यो प्रश्नको जवाफ अरू कसैले होइन, हामी आफैले आफैभित्र खोज्नुपर्छ।